पाइलट नि त्यही हो त्यही रहेछ त पाइलट त्यही त भनेको थिएँ यता पाइलट त्यत्तिकै अस्करै परेर बसेछ ऊ अस्करै चलाइरहन्छ बिहानदेखि यहाँ सुर्ताल गरेको यो साँच्चै हो के मुगलिङमा जामा परेर ढिला आएको एसी चलाइहाल्यो हुन्छ के भित्र पनि हेलमेट लगाएर हेलमेट लाउँदो रहेछ उखेर बाँच्छ क्या हेलमेट हेलमेट त लाउँदो रहेछ होइन रे हेलमेटमा साल त्यो यस्तो खाले हो त्यो हेलमेट लानु को सिसा र प्रकष्टै नदेखेला फेरि जान लागिसक्यो तिनीहरू अर्को हो जाने आएको कता गयो त तिम्रो घरतिर गएको एक बोतल अर्डर गरेको यहाँ छिर हजुर खै यता गएको थियो कता लाग्यो नानी घाटमा झर्ने त्यही होला जाने नरहेर ए झुकिएको त्यही भएर हो यो हेलिकप्टर झुकेको होइन झर्न त्यही झर्न यही ल्यान्डिङ गर्न चाहिँ माइजी फेरि पुरै फोनसोन चलाएर बसेको हेर्नु त कतिजना थियो र यहाँ त कति नै आउँछ कोही पनि झरेको थिएन यहाँ त क्या हो त्यही बजेको चाहिँ झरेको होइन र बजेर 3 जना झरेको पङ्खा त घुमायो नि त स्टार्ट मात्रै गऱ्यो अलिक नजिक जानु पर्ने कि उल्ला छैन दोकान हावाले हावा फाल्दैन कति पार हुने के ठुलो खाना बसेको त्यो सामान राख्ने ठाउँमा घुसेर बसेको भयो यहाँ त त्यही मोटरको तातोले उहरूलाई नि सामान राख्ने आउँछ खै तातो त बेसरी हुन्छ होला हुनभन्दा अगाडि 5 मिनट तात्न पर्ने गरेको नि त्यही चलाएको बेलामा एउटा पखेटा उस्क्यो भने त छलक थाल झट बाटो लाग्यो